नमस्कार सबैलाई। तपाईहरू अहिले सुन्दै हुनुहुन्छ सोच बदलौं पडकास्ट, जहाँ हामी जीवन बदल्ने विचारहरू र किताबहरूका बारेमा कुरा गर्छौं। आज हामी एकदमै चर्चित र प्रभावशाली पुस्तकको बारेमा कुरा गर्दैछौं। रिच ड्याड पुअर ड्याड, लेखक रोबर्ट कियोसाकी। यो किताबले लाखौं मानिसको आर्थिक सोच परिवर्तन गरिसकेको छ। हो, खास गरी हाम्रो जस्तो समाजमा जहाँ धेरैले अझै पनि पैसा कमाउने एउटै बाटो मात्र चिन्छन्, पढ, पास हो, जागिर राग भन्ने। यही किताबले त्यस सोचलाई चुनौती दिन्छ। रोबर्टको जीवनमा दुईजना बुबा थिए। एउटा उनको जैविक बाबु पुअर ड्याड, अर्को उनको साथीको बाबु रिच ड्याड, जसलाई उनले मेन्टर मानेका थिए। गरिब बुबा शिक्षित थिए, पीएचडी गरेका थिए, सरकारी जागिर गर्थे, तर आर्थिक रूपमा सधैँ सङ्घर्षमा थिए। धनी बुबा भने औपचारिक शिक्षा खासै नभए पनि व्यावसायिक ज्ञानले भरिपूर्ण थिए र उनी आर्थिक रूपमा स्वतन्त्र थिए। यी दुई बुबाहरूका विचार, सल्लाह र जीवनशैलीमा आकाश जमिनको फरक थियो। उदाहरणका लागि, गरिब बुबा भन्थे पैसा सबै समस्याको जडो हो, तर धनी बुबा भन्थे पैसाको कमी नै समस्याको जडो हो। अहिलेसम्म हाम्रो समाजमा पनि यस्तै सोच चलिरहेको छ। हामी पैसालाई खराब मान्छौं, तर वास्तविकता के हो भने पैसा स्वयं नराम्रो होइन, तर पैसाको ज्ञान नहुनु खतरनाक हो। किताबको पहिलो पाठ नै छ, रिच डोन्ट वर्क फर मनी। धनीहरू पैसा कमाउन काम गर्दैनन्, उनीहरू पैसालाई आफ्ना लागि काम गराउँछन्। धेरै मानिस बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म काम गर्छन्, तलब खान्छन् र सोच्दछन्, अब म सुरक्षित छु। तर धनीहरू प्यासिभ इन्कमको खोजी गर्छन्, जस्तै कि किरायाबाट, शेयरबाट, व्यवसायबाट। अब आउँछ अर्को पार्ट, एसेट्स र लायबिलिटिजको अन्तर बुझ्नुहोस्। एसेट्स भनेको जुनले तपाईको खल्तीमा पैसा हाल्छ, लायबिलिटिज भनेको जुनले तपाईको खल्तीबाट पैसा निकाल्छ। धेरै नेपाली सोच्छन्, मैले घर किने, अब म धनी भएँ, तर त्यो घर मर्टेज छ, इएमआई तिर्नुपर्छ र खर्च मात्र लाग्छ भने त्यो एसेट होइन, लायबिलिटी हो। धनीहरू सधैँ एसेट्स किन्छन्, जस्तै कि व्यवसाय, शेयर, रेन्टल प्रपर्टी। गरिब र मध्यम वर्ग तलब पाउँछन् अनि त्यो तलबबाट खर्च गर्छन्, घडी, बाइक, मोबाइल, लोन तिर्छन्। त्यसैले रोबर्ट भन्छन्, तिमीले पैसा कमाउँदा पनि गरिब हुन सक्छौ यदि तिमी खर्चकै चक्रमा अल्झिरह्यौ भने। फाइनान्सियल इन्डिपेन्डेन्स भनेको एसेट बनाउने प्रक्रिया हो, जागिर खाएर थोरै बचत गरेर होइन। किताबमा अरू पनि गहिरा कुराहरू छन्, जस्तै फाइनान्सियल लिट्रेसीको आवश्यकता। हामी स्कुलमा अल्जेब्रा पढ्छौं, हिस्ट्री, जियोग्राफी, तर पैसा कसरी चलाउने भन्ने कहिले पढ्दैनौं। साँचो हो, धेरैले पैसा कमाउने बित्तिकै खर्च गर्न थाल्छन्, कर तिर्छन्, ऋण तिर्छन्, तर धनीहरूले पैसा पाउँछन्, त्यसलाई पहिले एसेटमा लगानी गर्छन् अनि बाँकी पैसा खर्च गर्छन्। अझै एउटा महत्त्वपूर्ण पाठ, माइन्डसेटको। गरिब बुबा भन्थे म यो किन्न सक्दिन, तर धनी बुबा भन्थे म यो किन्न कसरी सक्छु। सवालले नै सोच बदल्छ। हामी पनि यस्तो प्रश्न सोध्न थाल्नुपर्छ, कसरी म पनि प्यासिभ इन्कम बनाउने योजना बनाउन सक्छु? कसरी मेरो पैसा मलाई इन्कम दिन सक्छ? धनी बन्नको लागि तलब होइन, सोच चाहिन्छ। धेरै पैसा भएकाहरू पनि सोच नमिल्दा कंगाल हुन्छन्, अनि कम कमाउनेले पनि सही सोच र डिसिप्लिनले जीवन बदल्न सक्छन्। एउटा प्रेरणादायक कुरा, रोबर्टले सानै उमेरदेखि सिप सिक्न थाले। उनले कमिक बुक लाइब्रेरी खोले, आफ्नो जेब खर्च बचाएर लगानी गरे। हामी कहाँ बालबालिकालाई अझै पनि यस्तो अभ्यास गराइँदैन। हो, फाइनान्सियल लिट्रेसी पाठ्यक्रममा राख्न जरुरी छ। धनी बुबाले भने जस्तै काम सिक, पैसा कमाउनु भनेको त त्यसको परिणाम मात्र हो। सिकाइप्रतिको लगानी नै दीर्घकालीन लाभदायक हुन्छ। अन्तिममा रिच ड्याड पुअर ड्याड भन्ने किताबले भने गरेको छ, तिमीले पैसा नचलाउने हो भने पैसा तिमीलाई चलाउँछ। पैसाको ज्ञान नलिकन अरूको सपनामा तिमी काम गरिरहन्छौ। साँच्चै आजैबाट सुरुवात गरौँ। सानो बचत, सानो लगानी, ठूलो सोच। फाइनान्शियल फ्रिडम सपना होइन, योजना हो। किताब पढ्नुहोस्, विचार बदल्नुहोस् अनि बाँकी जीवन तिमी आफै लेख। तपाईहरूलाई यो पोडकास्ट मन पर्यो भने शेयर गर्नुहोस्, फिडब्याक दिनुहोस्। पैसा होइन, सोच बदलौं। भेटौँला अर्को एपिसोडमा। धन्यवाद, शुभकामना।
पाउनुहोस् हटेरिका सब्स्क्राइब नगरी कहाँबाट जाने होला टो तल्लो एउटा रातो बटन त्यसलाई घचक्क पारिदिनुहोस् टो हे वाजे त्यो त हाम्रो साथीले गरिहाल्नुहुन्छ नि भन्नै पर्दिन्न ल साथी लाइक कमेन्ट सब्स्क्राइब चाहिँ गरिहालौँ है